जनता सहित बेचेर खाइदिन्थ्यो अब चाहिँ केपीले। अनि भन्दै थियो नि त केपी ओलीले यसपालि पनि जित्यो भने झापाको नेता फेर्ने होइन जनता फेर्नुपर्छ भनेर। जनता फेर्नुपर्छ यो चाहिँ सही हो नि त। सही कुरो हो। के अरे यो उमेर खानको विचार धारणा के छ तिमीलाई उमेर खानको बारेमा? ए भाइ उमेर खान कस्तो मान्छे? कटुवाले केपीको चारखण्ड गर्छन्। बरु केपीले त केही मात्रा विकास गरेको थियो होला। खाइन पर हिन्दू राष्ट्रमा मुस्लिम आउँदाखेरि चाहिँ के उखाड्छ हौ? अनि उनीहरूले त बङ्गलादेशको ल्याङ्ग्वेजमा भोट मागिरहेको थियो नि त। अनि मैले यो कुरो बङ्गालीहरूलाई पनि अस्ति सुनाएको, मेरो देशको हालत हेर त बङ्गाली भाषामा पुरा भोट मागिरहेको थियो भनेको हाँस्दै थियो। त्यो हुँदैन नि भाइ यार, त्यो हुन्छ तरिका। हिन्दू राष्ट्रमा गएर मुस्लिमले कदापि हुन सक्दैन यो। के अरे तर इरान पनि पहिला हिन्दू राष्ट्र थियो अरे। कति यिनीहरूलाई शरण दिएको 100 सालमा यिनीहरू इस्लामिक कन्ट्री बनाइदिएको अरे। अनि यो खामेनी जबदेखि आयो नि भाइ, इरान भनेको यस्तो देश हो नि भाइ। मैले इरानीसँग पनि काम गरेको मान्छे हो म, पुरा यता अघि आएको। अनि के अरे म भनेको इरानीहरूसँग पनि काम गरेको मान्छे हो भाइ। इरानमा तिमीले 1 किलो प्याज किन्न पर्यो भने नि त्यो झोला भरेर तिमीले लानु पर्यो क्या पैसा। नेपाली 1000, इरानमा 1 लाख हुन्छ। ए भाइ यस्तो हुन्छ, देश गरिब हो तर हतियार भनेको यिनीहरूसँग धेरै छ क्या भाइ। हेर त कत्रो मिसाइल छोडिरहेको हुन्छ नि। इरानले इरानमाथि एउटा के अरे आणविक बम खसाउँदा पनि हतियार भएको ठाउँमा खामेनी भएको ठाउँ पुग्न सक्दैन थियो क्या। लिफ्ट पनि 5 मिनटभन्दा बढी लाग्छ अरे अन्डरग्राउन्ड पुग्न खामेनी बसेको। अनि त्यतिखेर अनि यिनीहरू भनेको त टेररिस्ट बराबर हो नि त भाइ यार। यिनीहरू त अनि कहाँ सिक्रेट अघिकै ठाउँमा आइपुग्यो। अनि त्यहाँबाट के अरे भाइ देश गरिब भए पनि नि चामल किन्नलाई नि चामलको बोरै उ गरेर लानुपर्छ रे। 1 बोरा पैसा। अनि एक बोरा चामल किन्न 1 बोरा पैसा। उसको र हाम्रो नेपालको रिभेन्ज कति रहेछ हेर न। अनि बस नेपालको र उसको रिभेन्ज कति रहेछ? नेपालको कति रे 1 लाख रुपियाँ कति हुन्छ? 1000, इरानको 1 लाख रुपियाँ हुन्छ। अनि कति गरिब कन्ट्री हो त हामी भन्दा पनि हैन। अनि त्यही पनि उसँग हतियार कस्तो छ? हतियार त अब दुनियाँलाई मेरो 9वटा देशमा एकैचोटि हान्नु, 7वटामा एकैचोटि प्लस 2टा थपेर 9वटा बनायो। अनि त्यही माथि डोनाल्ड ट्रम्पले त भनिरहेछ त कति ठाउँबाट उसलाई आइज आफ्नै देश फर्केर आइज भनेर। अझै 2 हप्ता पछाडि फेरि युद्ध हुने के पो भन्दै छ, युद्ध हुने तयारी सम्भव समाचार गर्छ नि। अमेरिकाको डोनाल्ड ट्रम्प भनेको यो भडुवा हो कि? भडुवा होइन नि, माको भडुवा हुने। उसको देशको लागि त फाइदा हुन्छ नि। ए भाइ सबै देशलाई यानि मेरो हत्केला भित्र चलाउँछु भन्दाखेरि हुन्छ त? उसले यो बनाउँछु भन्दा पनि नदिने, त्यो बनाउँछु भन्दा पनि नदिने, उसले जे भन्यो त्यही गर्ने त अहिले सबैलाई गुलाम बनाउन खोज्छ उसले। त्यस्तो कहाँ हुन्छ? उसले त गुलाम बनायो भने उसको देशलाई त फाइदा हुन्छ नि त। आफ्नै बेनिफिट हेरेर त त्यो गुलाम बनाउँदैछ त। अरू त आफ्ना काम बनता भाडमा गए जनता। डोनाल्ड ट्रम्प त्यही क्याटेगोरीको मान्छे। नेता बन्दैखेरि उसको पुरा त्यो क्याटेगोरी नि मैले सबै स्क्यान गरेर उ गरिसकेको थिएँ। डोनाल्ड ट्रम्पलाई पनि कति त अमेरिकनले नि मन पराउँदा रहेछन्। अरू भन्दा पनि सक न्युज खामेनी मर्योदाखेरि इस्लामिक केटीहरूले कट्टु लगाएर खामेनीको फोटोमा आगो लगाएर चुरोट सल्काइरहेका भिडियोहरू भाइरल भएको भनेपछि त्यो आफ्नै देशको मान्छेको पनि दुश्मन रहेछ त्यसो। किनकि उहाँ इस्लाम कन्ट्री बनाएर चाहिँ उसले जबरजस्ती इस्लामिक बनाइदिएको रहेछ क्या जनतालाई। 38 वर्ष भएको रहेछ नि त राज गरेको। ए उसले त्यसरी जबरजस्ती नै मुस्लिम बनाइदिएको कन्ट्री ल्यानै पर्यो। अघि भने बुझेनौ तिमीले? पहिला इरान अर्कै कन्ट्री थियो अरे के? हिन्दू कन्ट्री। हिन्दू कन्ट्री मतलब भारत इन्डिया जस्तै जुनसुकै धर्म मान्न पाउने 4000 शरणार्थी इस्लाम शरणार्थीलाई रात दियो, बास दियो, खाना घाँस बास कपास दियो। त्यस पछाडि आउँदो 100 वर्षमा चाहिँ पुरा प्लट वार गरिदियो क्या। अरू हिन्दूको नाम निशानै मेटाइदियो 100 वर्षमा। उसको सरकार बन्यो इस्लामिक। अनि 100 वर्षमा इस्लामिक सरकार बनेपछि सिधा हात हतियार
इरानको जिडिपी घट्नुको कारण चाहिँ त्यहाँ हो। हात हतियार बनाउने फन्ड दिने दोस्राको कन्ट्रीमा, मतलब अफगानिस्तान पाकिस्तान कबुल हुँदै पैसा दिने फन्ड दिने उसको इसारामा नचाउँदै थियो। अनि अमेरिका इजरायलमाथि पनि अब यत्रो दुनियाँ नचाउन थालिसक्यो। मास्टर माइन्ड खामेनी हो, अमेरिकाले यही मान्छ। पछि गएर आणविक बनायो भने त अमेरिकामाथि पनि राज गर्छ, किनकि अमेरिकाले दबाबमा डाल्नै सक्दैन कुनै कन्ट्रीले। म ठोकिदिन्छु भनिहाल्छ, लडाइँ हुने भयो। त्योभन्दा पहिल्यै उसलाई कन्ट्रोल गरेको क्या यो चाहिँ। उसले गर्न खोजेको तर चौपटै भयो। जाउँ, राम्रो रहेछ यो पार्क होइन, धेरै कुरा गरियो। मेरो भिडियो लामो धेरै बेला बालेन त त्यसै पनि हिरो भइगयो होइन मेरो नजरमा। देश बनाउँछ भन्ने मलाई छ आशा धेरै नै। र त्यहाँबाट अरू चाहिँ के चाहन्छु भने भरिसके बालेन भाइले नेपालमा गरोस्, जस्तै झोलेहरूले बन्द गरेको कम्पनी खोल्योस्, खोलेर नेपालीलाई दियोस्, रोजगार दियोस्। मलाई आफ्नै देशमा मेहनत परिश्रम गर्नु छ क्या। एमालेलाई बस एमालेलाई त म त भाइ सिधै फेरि हेर, एमालेलाई भनेको चाहिँ नि सिधा चारफाटे मोड्ने, मुसो दल्ने र जुत्ता पनि त्यो किच्चकहरूले लगाएको हुँदैन, एकदम गनाउने टाइपको जुत्ताको माला त्यसरी लग। यिनीहरूलाई महेश बस्नेत, केपी ओली, अनि त्यो अर्को के भन्छ जगल्टे अनि शेरबहादुर, जति पनि भ्रष्टाचारी छन्। जगल्टे भनेको चाहिँ जगल्टे भनेको त्यो एउटा चुडाल भन्दैन त्यो, त्यो गु खाउ भन्ने, गु खाने। यिनीहरूलाई चाहिँ पत्ता साफ गर्दा हुन्छ भाइ। अनि कान काट्नेहरूलाई भाइ बोलेको कुरो त पुरा गर्नु पर्यो नि त। अनि अहिलेसम्म काटेको छैन। अब त अघि मैले फेसबुक पोस्टमा देखिरहेको थिएँ, पेजमा पोस्टमा के भन्ने थियो भने यस्तो होइन, अब त जोसमा बोलिहाल्यो, यस्तो होइन, यहाँ त्यहाँ यस्तो ट्रोल नबनाइदिनु होला, माफी मागे यस्तो लाग्यो मलाई। भाइ माफी मागुन्, जे नेभर गिभ अप हुनु पर्यो क्या। बोलेको वचन हो होइन, बोलेको वचन। ल यहाँ यानि 8 क्लास फेल, एउटा किडनी, दुईटा किडनी फेलले देश चलाउँछ। कुन बेला कहाँ गएर भाषण हान्दाखेरि जिब्रो टोको पनि सक्यो, च्याप्टर क्लोज। अनि 8 कक्षा फेल, अब 8 कक्षा फेल, त्यही माथि अब मेहनत र परिश्रम त अब कुर्सी पाउनुको लागि गरिहाल्छ नि जति। यसरी देश लुटेर खान पाएको छ। अहिले बालेनले 25 अरब कि कति छुट्याउँदाखेरि 1-1 रुपियाँको हिसाब देखाइदियो अरे, त्यो हो नि त तरिका। अनि त्यो भनेको समाज सेवा हो क्या। अनि उनीहरूले भनेको देश चलाए, बालेनले समाज सेवा गरो। देश चलाए होइन, देशको चलाए क्या, यसरी बुझौँ न, देशको चलाए उनीहरूले चाहिँ, बालेनले चाहिँ समाज सेवा। नै भाइ, अब बालेनको यति कुराले बुझ न, अहिले बालेनले के फुक्दैछन्, के भन्दैछ, मैले जिते तर हाहा हु होइन है, सिधै काम गर्ने हो, काममा जाने हो, सिधै काममा जाने हो। हेर त कस्तो मिठो सोच छ। के अरे रासपाको रेली हुँदैन अरे नि त, अनि सिधा काममा लाग्ने, सिधा काममा लाग्ने हो रे क्या। त्यो हो नि त भाइ यार, देश भन्छौ भने नि देश पुरा जिरैमा पुर्याइसकेको हो क्या केपी ओलीले, बुझ्यौ नि। केपी ओलीले देशलाई जिरैमा पुर्याइसकेको हो क्या भाइ, खानु पनि पर्छ। के अरे बेचेर खान्छ नि त। ए भाइ योपालि केपीले जितेको थियो भने नि देश बेचेर खाने न, जब पार्किङ सिस्टम एटिएम राख्नु पर्छ क्या। तिमीले त ठ्याक्कै भन्नु, अलिक उसले छिटो भन्छ क्या, कडा स्वरमा भन्छ। हेर त यो पोखरा जाने रेल हो, यो बाले उगारेको, साह्रो मजा आउँछ। नै बोल्न त निशान रेली मास्टर पढ्दैछ नि त, हिम्मत र आँट त भाइ निशानसँग। यो खिच न, यो कस्तो दामी भ्यू छ त यो। ल बोल्दै खिच न तिमी यार। अनि त्यहाँबाट के अरे बा यो पोखरा जाने रेल हो बा, साह्रै मजाले भन्छ हौ निशानेले। निशानेको तिमी अब्बोई बोली त मलाई हाँसो लाग्छ निशाने त यार। निशानेको फ्यान हो कि बालेनको? म चाहिँ दुईजनाकै आँट र हिम्मत भन्ने कुरो नि बालेन दाइको चाहिँ बुझ्छन् क्या। इग्नोर गर्न नसकेर मात्रै आएको हो नि त, नत्र म घुम्ने मान्छे त होइन नि। तिमी होइन थाहा छ मलाई,
नत्र म एभ्रीडे लुगा स्पोर्ट साफ गर्ने मान्छे। मैले सोचेँ सन्तोष आउँछ होला ढिलो नगरौँ भनेर। अनि यो त बाहिर भयो, यो भित्र चाहिँ जान मन छ क्या मलाई। कहाँदेखि जान्छ त्यो भित्र? यो भित्र कस्तो लाइटहरू राखेको छ क्या राजेश। यो भित्र नि यस्तो दामी त छैन दाममा। यो त के गर्ने? बाहिर आउटसाइडको होला। यो त बाहिर आउटसाइडको होला। यो नैन बाहिर आउट होइन, यहाँनिर भनेको पार्टीहरू हुन्छ क्या, बिहे होइन। राइट इभेन्टहरू होला। अघि आउँदाखेरि देखिरहेको थियो के अरे टेन्टहरू लगाइरहेको थियो। यहाँ भनेको यो जसको घर सर छैन होइन त्यस्तोको बिहे हुन्छ क्या। अनि अघि गएको त्यो बाटो त अघि गएको उताबाट आएको, यताबाट जाउँ न। बिचराहरू यिनीहरू पनि होइन फेरि बेठोला नहोला सम्झना साथी। बाफ्रे कहाँदेखि जाने हो? च्वाफुल भन्छ होइन यसलाई। ठाउँ त एकदम राम्रो रहेछ हेर, टोकेको बिचरा। जान्छ तेरे का। इधर जाने को नहीं मिलता है, इधर घूमने को नहीं मिलता है। लॉक है। सुबह कितना बजे खुलता है? आउटसाइड से आना पड़ता है। कोई गाली नहीं देगा? हाँ, मॉर्निंग में कितना बजे खुलेगा? हाँ, आउटसाइड से। ओ बेचारा बांग्लादेश के। आप कहाँ से हो भाई? कहाँ से हो? बांग्लादेश से। ये काठमाडौँ से भन्दैछ है क्या? बङ्गलादेश हो। खाने पानी पनि हेर राम्रो राखिदिएको रहेछ यहाँ पर। ये पीने वाला पानी है क्या? नीचे वाला दोनों? सरकारी पानी पिदिउँ न त गाँठे। निसाने यस्तो पानी कहाँ पाइन्छ? कुलरको पो रहेछ त मामा, चिसो छ त। चिसो छ, त्यही पाइपले नै जानिरहेछ। छैन, मिठो छैन पानी त। मालदिप्सको पानी मिठो हुन्छ त। मिठो छैन यार पानी। यस्तो हुनु पर्यो क्या हाम्रो पनि पार्कमा। निसाने भन्दैन। निसानेले मात्रै पार्किङको यस्तो सिस्टम बनाउनु पर्यो क्या। निसानेले कसरी भन्छ एकचोटि भनिदेऊ त। हाम्रो नेपालमा पनि यस्तो